साथीहरू, आज हामी तपाईहरुमाझ हाम्रो बिल्डिङ स्ट्रक्चरको कोलम, बिम कोलम जंक्सन, बिम र शेयरवालाहरुमा हुने विभिन्न किसिमको हनीकमिङ र त्यो हनीकमिङलाई कसरी ट्रिट गरिन्छ, कसरी ग्राउटिङहरु गरिन्छ, कुन कुन केमिकल युज गरिन्छ, प्रोसिडियर कस्तो हुन्छ भन्ने बारेमा एउटा कम्प्लिट भिडियो लिएर आएका छौं। हामीले हनीकमिङ भएको पिलरलाई सुरुमा यसरी र्यान्डम ड्रिल्सहरु गरिन्छ। ड्रिल गर्दा 16 mm को बिट युज गर्नु प्रपर हुन्छ। त्यसपछि यसमा भएको जति पनि डस्टहरु हुन्छ यसलाई ब्लोअरको सहायताले उडाइन्छ। 6 देखि 8 इन्च लामो 16 mm को जुन वायरिङ पाइप हुन्छ त्यसलाई हामीले काट्छौं र त्यसलाई भर्टिकल 45 डिग्रीको एंगलमा चाहिँ हामीले हम्मरको सहायताले यसमा प्लेस गरिन्छ। पछि हामीसँग भएको एसबीआर जुन लेटेक्स हुन्छ त्यसलाई चाहिँ 1:1 सिमेन्ट 1 एसबीआर को केमिकल पेस्ट बनाएर हामीले यसरी हनीकमिङको एरियामा एप्लाई गर्छौं, जसले पाइपलाई फिक्सिङ गर्ने साथसाथै हनीकमिङको रिमेनिङ सर्फेस जहाँ हामीले ग्राउटिङ गर्दाखेरि चुइएर ग्राउटहरु चुइएर आउने ठाउँ हुन्छ त्यसलाई चाहिँ मजाले कम्प्याक्ट गरिन्छ। लगभग 24 घण्टासम्म जुन सर्फेस हुन्छ त्यसलाई चाहिँ सेट हुन दिइसकेपछि हामीले अर्को दिन हाम्रो अरु ग्राउटिङको प्रोसेसको काम सुरु गर्दछौं। हाम्रो लागि ग्राउटिङ केमिकल सिकासेम 130 इन्ट्राप्लास्ट युज गरेका छौं। यसको रेशियो हामीले 10 केजी सिमेन्टमा 50 ग्राम यो केमिकल एड गरिन्छ र 3 लिटर पानी हाली यसलाई मजाले स्टिर गरिन्छ। यो केमिकल हामीले प्रिपेयर गरेको 15 मिनेट भित्र चाहिँ एज अ ग्राउट चाहिँ युज गरिसक्नुपर्छ। ग्राउटिङको लागि हामीले यसरी म्यानुअली ग्राउट गर्ने ग्राउटिङ मेसिन युज गरेका छौं। तपाईहरुले पनि यो युज गर्नुभयो भने यसबाट जुन प्रेसर क्रिएट हुन्छ यसले मजाले हाम्रो भित्रको भोइडहरु सबै कभर अप हुने गरी चाहिँ हाम्रो ग्राउटिङ केमिकललाई भित्र इन्जेक्ट गर्न सकिन्छ। यसरी हामीले ग्राउट गर्दाखेरि हाम्रो जुन रिमेनिङ कोलम अथवा बीम सेक्सनहरुमा धेरैवटा ठाउँबाट चाहिँ ग्राउटहरु चाहिँ चुइन सक्छ। त्यसको लागि हामीले चाहिँ जुन हामीसँग ड्राई सिमेन्ट हुन्छ त्यसले चाहिँ त्यो जुन होलहरु हुन्छ त्यसलाई चाहिँ टाल्न सकिन्छ। यसरी टाल्नु पनि पर्छ जसबाट चाहिँ हाम्रो ग्राउटहरु चुइएर जादैन। भिडियोमा देख्न सक्नुहुन्छ जस्तो हामीले यहाँ एक ठाउँबाट चाहिँ ग्राउटहरु चाहिँ प्रेसर गरेर पठाइरहँदाखेरि धेरैवटा ठाउँबाट हामीले लगाएको पाइपहरुबाट कोलमको अरु राम्रो सर्फेसहरुबाट निस्किरहेको छ। यसलाई चाहिँ हामीले मजाले टाल्नु पर्छ। ग्राउट गरिसकेपछि 24 घण्टादेखि 72 घण्टासम्म चाहिँ हामीले त्यसलाई चाहिँ सेट हुनको लागि छोड्दिन्छौं। त्यो टाइममा हामीले प्रपर क्युरिङ चाहिँ गरिराख्नुपर्छ। हामीले हाम्रो साइडमा 72 घण्टापछि हाम्रो जुन एक्सटर्नल सर्फेस छ त्यसलाई चाहिँ यसरी चिजल गरेर निकालिएको छ। हामीले जुन सर्फेस साथसाथै त्यहाँ युज गरेको पाइपलाई निकालिसकेपछि यसलाई राम्रोसँग धोई पखाली गरेर यो हाम्रो फाइनल प्रोडक्ट जुन तपाईले देख्न सक्नुहुन्छ। सकिसकेपछि सर्फेस प्रिपरेसनको काम सुरु हुन्छ। सर्फेस प्रिपरेसनको लागि हामीले सिकाको लेटेक्स पावर युज गरेका छौं। यसलाई हामीले चाहिँ सिकाको यो लेटेक्स पावर सिमेन्ट र पानीलाई 1:1 को रेशियोमा एउटा पेस्ट बनाउँछौं र यो पेस्टलाई हामीले फर्स्टमा भर्टिकल्ली र सेकेन्डमा होरिजेन्टल्ली चाहिँ हाम्रो सर्फेसमा ब्रसको सहायताले युज गर्छौं। त्यो क्रममा त्यहाँ भएका रिमेनिङ भोइड्सहरु सबै कुराहरु हेरेर राम्रोसँग क्लिन गरेर मात्र यो हामीले साइडमा युज गर्छौं। यो पेस्ट लगाउन अगाडि हाम्रो जति पनि कंक्रीट स्ट्रक्चरहरु छ त्यो चाहिँ स्लाइटली वेट स्टेजमा हुनुपर्छ। लेटेक्स पावर युज गरिसकेको 10 देखि 15 मिनेट पछि सर्फेसमा फिनिशिङ दिने काम हुन्छ त्यो गर्छौं। त्यसको लागि हामीले स्यान्ड र सिमेन्ट जुन फाइन स्यान्ड हुन्छ फ्रेश सिमेन्ट र फाइन स्यान्डको 1:2.5 को रेशियोमा एउटा पेस्ट तयार गर्छौं, जसमा 10 to 15% हाम्रो पावर लेटेक्स जुन सुपर पावर लेटेक्स हुन्छ त्यसलाई पनि युज गर्छौं। यसलाई युज गरेर हामीले प्लास्टर गरेको जसरी ब्रस अथवा प्लास्टर गर्ने रुक्सा हामीसँग जे अवेलेबल हुन्छ त्यसले चाहिँ यसरी सर्फेस फिनिशिङको काम गर्छौं। सर्फेस प्रिपरेसनको 6 घण्टा बित्दा नबित्दै हामीले यसमा पानी हाल्न सुरु गर्नुपर्छ। हामीले अब कन्टिन्यू पानी यसमा दिन नसकिने हुनाले यसमा हामीले वरिपरि जुटको बोरा लगाएर हामीले दिनमा 2 देखि 3 पटक यसलाई भिजाइ राख्यौं भने एटलिस्ट 6 देखि 7 दिनमा यसले चाहिँ फुल स्ट्रेन्थ गेन गर्छ।
गर्नुपर्छ र हाम्रो स्ट्रेन्थ आइसकेपछि यसको स्ट्रेन्थ भयो कि भएन, हामीलाई रिक्वायर्ड स्ट्रेन्थ आयो कि आएन भनेर चेक गर्नको लागि हामीले डिफ्रेन्ट टाइपको चेकहरू जस्तो रिबाउन्ड ह्यामरिङ चेकहरू पनि गर्न सक्छौँ। हाम्रो यो सबै काम सकिसकेपछिको इनिसियल फोटो र फाइनल जुन हामीले निकालेका छौँ त्यसको फोटो पनि हामीले यो भिडियोमा राखेका छन्, जुन तपाईँहरूले यसरी हेर्न सक्नुहुन्छ। आजको हाम्रो यस भिडियोको स्पोन्सर पोखरा 2 बिन्दवासिनीमा रहेको स्मार्ट घर सप्लायर्स, जसमा तपाईँहरूले पनि हामीले जस्तै सम्पूर्ण सिक्काका वाटरप्रुफिङ, ग्राउटिङ रिलेटेड विभिन्न केमिकल्सहरू पाउन सक्नुहुन्छ।